हेलो एभ्रिवान, वेलकम टु माई अनदर न्यू मिनी ब्लग। म चाहिँ हजुरको प्यारी रोशनी फेरि पनि आइसकेँ, फेरि अर्को नयाँ नयाँ मिनी ब्लग लिएर। अनि आज चाहिँ हामी सासू बुहारी मिलेर बिउ काट्न जाँदै थियौँ। बिउ काट्न चाहिँ हाम्रो खेतमा जानुपर्ने हुन्छ। खेत चाहिँ टाढा छ होइन, अनि लगभग आधी घन्टै लाग्छ बिउ काट्न जानको लागि, खेतसम्म पुग्नको लागि चाहिँ। अनि हामी चाहिँ पुग्यौँ। अनि बिउ चाहिँ त्यति थियो, तर हेर्दा मात्रै त्यति हो, काट्दा त धेरै नै थियो। बुवा चाहिँ उतापट्टि गएर पानीहरू के कस्तो छ हेर्नुभयो, अब खेत रोप्नको लागि, ट्र्याक्टर लाउनको लागि। त्यसपछि चाहिँ सासू बुहारी दमादुस लाएर बिउ काट्नतिर लाग्यौँ। सासू बुहारीले बिउ काट्दा काट्दै हेर्नु न घाम कस्तो पर्छ। बिहानको घाम टिलिक्क टल्केर कम गाह्रो भयो भन्ने यो हजुरलाई के थाहा। त्यसपछि चाहिँ हामीले यति काटिसकेपछि चाहिँ खानातिर लाग्यौँ। मम्मीले चाहिँ यता हात खुट्टा धुँदै हुनुहुन्थ्यो, म चाहिँ भिडियो बनाउनुतिर लाग्दै थिएँ। अलिअलि भिडियो पनि बनाउनु पऱ्यो, काम साथसाथै कन्टेन्ट त हाल्नु पऱ्यो। कन्टेन्ट नहालिकन त कहाँबाट हुने, फलोवर्सै नबढेर टेन्सन हुने। अनि त्यसपछि चाहिँ म लागेँ खानातर्फ। म चाहिँ खाना खाने बेलामा यति औँला दुखेको थियो मेरो त, बिउ काट्ने बेलाको त्यो छाला उक्किएर। मैले चाहिँ अलिअलि भयो नि खाएँ, त्यही हातले। अब के गर्नु, दुखे पनि खाना त पऱ्यो, भोक त लागिहाल्छ। अनि खाना थालेँ। अनि मम्मीले पनि खाइराख्नु भएको थियो। मम्मीले चाहिँ यताउता यो उसको जग्गा त्यो उसको जग्गा भनेर देखाइराख्नु भएको थियो, पारी डाँडातिर पनि। अनि त्यसपछि चाहिँ 3 बजीतिर चाहिँ हाम्रो धमङ आउनुभयो। धमङ पनि हामीसँग बिउ काट्नको लागि आउनुभएको थियो, मेला। अनि त्यसपछि चाहिँ हामी 3जना मिलेर बिउ काट्नतिर लाग्यौँ। पछाडिको बिउ देख्न सक्नुहुन्छ हजुरले, त्यति धेरै काटिसकेका थियौँ। अझै पनि आधी नै बाँकी थियो त्यो काट्नको लागि। अनि त्यसपछि चाहिँ यत्तिको भइसकेको थियो बिउ काटेर। म चाहिँ घरतिर लागेँ, उहाँहरूले चाहिँ बिउ काटेर आउनुहुन्छ भनेर म चाहिँ गएँ। आजको लागि चाहिँ बाई बाई।